जनता नि हिन्दू राष्ट्र चाहियो भनेर आएर नेपालका सम्पूर्ण राजमार्गहरू ठप्प भयो भने कसैलाई जलाउनु पर्छ, कसैलाई कुट्न पर्छ, कसैलाई पिट्न पर्छ, सरकार आफै सम्झौता गर्न आइहाल्छ नि। हाम्रो काम चाहिँ जनता जति सक्दो बढी रोडमा आउन् भन्ने हो। या सुनै ढेँडोको अनुहार परेको अनि कपाल हेर्यो गोरुको पुछारको, बेउरा हेर्यो कुकुरको, अझै पनि थाहा छैन गएको प्रतिनिधि सभामा जनताले किन दुई त्यही बहुमत रासोपालाई दियो, यो कुरो पनि बुझ्दैन अझै। हिन्दू राष्ट्र सहितको राजतन्त्र चाहेको भए जनताले त्यतिखेरै मत दिने थिए। तर हिन्दू धर्मको नाममा तिमी जस्तै फटा ढुङ्गीहरूले गर्दाखेरि यो देश भ्रष्टाचार मौलियो, यो देशमा द्वन्द्वहरू आए, तिमी जस्तै ढुङ्गीहरूले गर्दा यो देशमा विनाश आए। त्यस कारणले धर्मनिरपेक्ष सहितको संहिता चाहिएको कारणले द्वितीय बहुमत रासपालाई दिएको हुन्। यो कुरो पनि बुझ्नु पर्यो। अनुहार हेर्यो ढेँडोको, बेउरा हेर्यो कुकुरको, कपाल हेर्यो गोरुको पुछारको अनि हिन्दू राष्ट्र चाहियो, हिन्दू राष्ट्र सहितको राजतन्त्र चाहियो भनेर जनतालाई उचाल्न बन्द गर्नु। जनताले बुझिसकेको छ। किन जनताले निरङ्कुश सत्ता चाहँदैन, निरङ्कुश शासन चाहँदैन, एकल जातीय चाहँदैन, एकल भाषीय चाहँदैन, एकल धर्म चाहँदैन। त्यस कारणले जनताले धर्मनिरपेक्ष नेपाल सहितको संहिता चाहेको छ। 2072 सालको संविधानलाई टेकेर जनताले द्वितीय बहुमत रासपाले दिएको छ। हावातालमा नबोल्नु, यो भ्रम सिर्जना गर्ने बन्द गर्नुहोस्। तिम्रो भ्रम आजभन्दा 30-35 वर्ष अगाडि काम लाग्थ्यो, तर अहिले 21औं शताब्दीमा ढेँडोको अनुहार परेको मित्र, तिम्रो रणनीति, तिम्रो भिजन, तिम्रो प्लान, तिम्रो सोच यो 21औं शताब्दीमा लागू हुँदैन। जनताले बुझिसकेको छ। अब यो देश विकास र निकास, धर्मनिरपेक्ष नेपाल सहितको सबैको अस्तित्वलाई सम्मान गर्दै, सबैको भाषा, लिपि, संस्कार, संस्कृति र अस्तित्वलाई सम्मान गर्दै यो देश अब नेपाल र नेपाली हुनुपर्छ भन्ने उद्देश्यले अगाडि बढिसकेको छ। यो कुरा एक्कार होस्। धर्मको नाममा विकृति, विसङ्गति, विथिति र द्वन्द्व गराउने काम बन्द गर्नुहोस् ढेँडोमुखे।